खाना खाइछ बा बिसँग सारी सिंहले एउटा मलाई नाम छ मिठा चिया छ फुपाजुलाई बोलाउनु भने सारी भाइको फुपाजुलाई र अङ्गनका छन् सारी पनि माइसिङले अब ल आज हामी के गर्यौँ त भन्दा त अब हाम्रो भान्जे बुहारी भान्जाको जे जस्तो पनि जीवन साथी उहाँबाट उहाँको भाग्य जोगले जुट हुनुभएछ र अब खोला नाला पनि नसकेकोस् होइन यहाँ अब प्रवेश गर्दाखेरि खोला नाला पनि नसकेकोस् डाँडाखाना नसकेकोस् यहाँ हाम्रो फेरि राई जातिको एउटा हुन्छ त्यहाँ रगेला भनिन्छ त्यहाँबाट बलिसिउँ बस्ने उहाँले पनि नसकेकोस् फेरि हाम्रो राई जातिको भनिन्छ यहाँ दुवारीमा भनिन्छ त्यहाँनिर दुवारी साँगरी बाल्ने नसकेकोस् र हामीले जसरी कुनमा लाग्यौँ त्यसरी कुनमा खानु पाउनु पऱ्यो यहाँको देउनी यहाँ बाई देउताहरूले पनि अथवा उहाँले अक्सर नबोलोस् बहिनी चाहिँ खोइ मसल्लो महेमा लुम्दुसी होला इमा मसल्लो महेमा भन्दा पनि हुन्छ त्यति भन्दा पनि घरको बुढाचार्य उहाँलाई अनि बाजी त गयो त काका बाजी त जस्तो मान्छे चाहिँ कता छ मेरो चाहिँ मसल्लो महेमा लुम्दुसी होला इमा जस्तो हामीले उहाँलाई हामीले हाम्रो कुलाचारी यो ठाउँको देवी देवताले पनि उहाँलाई नसेकोस् पर्दैन देवी देवताले पनि उहाँलाई कुनै दोष नदियोस् देवी देवताले पनि दोष नदियोस् र हामीले जसरी उहाँलाई हाम्रो भान्जाको व्यवस्थानमा राख्यौँ त उसरी पछिको दिनसम्म तपाईँहरूले होइन भनौँ राम्रो होस् कुनै रोग भेट्दै नछोस् कुनै आँखीदाई पनि नलागोस् होइन यो देवी देवताले पनि कुनै दोष नहोस् र हुइसकेको उडा खोको सानुङडा खामाउँदी मलाई सा चोक्ला निर्माण खोट्दा मलाको हाम्रो भान्जे मैले मामालाई बोल्दा एक मिलेक रोक्नु मिल्दैन नि एक सेकेन्ड कि यो यस्तो यो चाहिँ तपाईँको रेमसीमा रेमाई रहेछ होइन रेमसीमा रेमाई रहेछ रेमसी यो रेमाई रहेछ अब यहाँ हामीले चाहिँ तपाईँको अघि भालु साङपाङको के पनि निकाल्नु भयो यहाँले बुङखामा र छ्याङखामा हुन्थ्यो होइन होइन उहाँले भन्नु हाम्रो चाहिँ छ्याङखामा है अनि त्यसमा के अब मिलाउनु कसरी अब यो होइन अप्ठ्यारो पर्छ कि अब के हामीले मिलाएर लानु अहिले नै भन्नु पर्छ होइन यो त अहिले नै यहाँले मैले भन्नु खोजेको रेमसीमा रेमाई र तपाईँको चाहिँ हाम्रो भालु साङपाङको के अरे अघि निकाल्नु भएको यहाँले मामाले के भन्नुभएको थियो नि मामाले बुङखामा हो हामीले अघि त बुङखामा बुङखामा हामीले गरेको छौँ अब रेमसीमा रेमाई रहेछ बुङखामाबाट रेमसीमा रेमाईमा ल्याउनु पर्यो कि त्यति मात्रै फरक अप्ठ्यारो गाह्रो पर्छ कि भनेर मैले मामासँग अब बुङखामाबाट रेमसीमा रेमाईमा ल्याउनु पर्यो कि मामाले त्यो बखानेर हुन्छ सरी पनि हिजो लाउँदै भन्नुपर्ने चाहिँ हिजै हो मैले सोधेको पनि भने कुरो पनि आयो आउनु